गुड मर्निङ एभ्रिवान एन्ड वेलकम। आज चाहिँ म तपाईहरुलाई ब्रेडको केक बनाएर देखाउँदैछु। अनि हेर्नुहोस्, फर्स्टमा प्यानमा तपाईको चिनी हालेर यसरी पकाउनुपर्छ मजाले, यो पाकिन्जेलसम्म। यतिको भएपछि सायद ठिकै हुन्छ होला, किनकि मेरो चाहिँ अलिकति डढे छ। अनि त्यसपछि लास्टमा चाहिँ चलाएर चाहिँ लास्टमा चाहिँ मैले फेरि तपाईको यो सेन्टको लागि चाहिँ अलैँची हालेको छु। अनि त्यसपछि फेरि चलायो, त्यसपछि चाहिँ यसलाई निकालेर चाहिँ तपाईको यो सिसाको बोलमा हाल्दैछु। अनि यसलाई चाहिँ हल्का यताउता गरेर यसरी गर्नुपर्छ। अनि सबै जग्गा राख्छ। अनि ब्रेडमा चाहिँ ब्राउन ब्रेड लिएको छु, किनकि हाल्नुहोस्, अब चिनी त हालिहाल्यो होइन। अनि अन्डा 3टा, त्यसपछि चाहिँ तपाईको दुध 1 गिलास, अनि फेरि भेनिला मनपर्छ मलाई चाहिँ, तर जे हाल्दा पनि हुन्छ। अनि मिक्सी गरेर त्यहाँदेखिको त्यो उसमा हालेर कन्टेनरमा हालेर अनि तातो पानी उमालेर त्यसपछि चाहिँ त्यसमाथि स्ट्यान्ड राखेर मैले चाहिँ यसरी गरेँ। तपाईले जेमा गर्दा पनि हुन्छ, मोक्टुमा, ओभनमा, जेमा पनि। अनि लगभग 1 घण्टा जति पकाएपछि चाहिँ मेरो यो केक रेडी भयो। अनि हेर्नुहोस्, हेर्दा त्यति राम्रो देखेन, तर खाँदा चाहिँ मिठो थियो। अलिकति कालो भएछ किनकि मेरो यो चिनीको चास्नी डढेछ। अनि हेर्नुहोस्, मैले काटेर यसरी खाएँ, तर यम्मी भएको थियो, यम्मी चाहिँ। थ्याङ्क यू।